कुनै कुनै दिन त हामीले सोचेको भन्दा पनि धेरै स्पेशल हुने रहेछ। आज चाहिँ ठ्याक्कै त्यस्तै भयो। आउनु सँगै मिलेर भिडियो हेरौँ। हेलो एन्ड नमस्ते हजुरहरूलाई, स्वागत छ मेरो छोटो अनि मिठो मिनी भ्लगमा। म चाहिँ दिनभरि के गरेँ भनेर भिडियो लिएर आउने गर्दछु। आजको भिडियो पनि हल्का स्पेशल हुनेवाला छ, किनभने हामी मान्छे नै स्पेशल हो। हल्का गफ हान्देको ल। मान्छे भनेको दुःखमा पनि सुखमा पनि रमाउन सिक्नुपर्छ। म चाहिँ जहाँ पनि खुसी नै हुन्छु है, तर खुसीले अनुहारमा चमक ल्याउँछ अरे के, त्यस कारणले पनि खुसी हुने गर्छु म चाहिँ। आज भोलि चाहिँ हल्का गफ हान्न थाले कि क्या हो। गफ भनेको यस्तै है, साथीहरू जति हाने उति बढ्छ। तर चाहिँ आज हामी के गर्दैछौँ भनेर भन्छु है हजुरहरूलाई। आज हामीले बनाउँदैछौँ अचार र खिर। अस्ति मैले भनेको थिएँ नि प्रत्येक आइतबार हाम्रो मिटिङ हुन्छ भनेर कृषि सम्बन्धी, अनि त्यो मिटिङमा चाहिँ हामीले खाजा पनि खाने गर्छौँ नि त। खाजामा के खाने भन्नुभयो, अनि हामीले चाहिँ खिर र अचार भन्यौँ, किनभने साउन लागेको छ नि त, खिर त खानु पर्यो होइन र। अनि हामीहरू लाग्यौँ भटाभट अचार बनाउनतिर। अनि हामीले चाहिँ कोपी सोपी काटेर अनि आलुहरू उसानेर ठिकठाक पारिसक्यौँ। यो चाहिँ खिरको लागि हो है, नरिवल काट्दैछु म चाहिँ। अनि त्यसपछि अनि हामीहरू चाहिँ भटाभट अचार बनाउन थाल्यौँ। अनि त्यसपछि सबैजनाले मिलेर नै काम गर्छौँ, अनि सबैजना मिलेर नै खान्छौँ। अनि एकदमै रमाइलो पनि हुन्छ नि त सबजना मिल्यो भने। अनि म चाहिँ अचार मोस्न थालेँ भटाभट। मलाई यस्तो कामहरू गर्न एकदमै रमाइलो अनि एकदमै मजा लाग्छ साथीहरू। अनि यता चाहिँ पाक्दैछ खिर। हेर्दै खामखाम जस्तो भएको छैन त, हेर्नु न कति राम्रो बनिरहेको छ है यहाँ चाहिँ। अनि हामी खिर र अचार बनाएर लाग्यौँ खेततिर, किनभने हामीलाई खेतमा जानै पर्छ। हाम्रो मिटिङ नै यही हो है साथीहरू। हामीले चाहिँ धान रोपेको छौँ, यसमा चाहिँ आज नाप्ने कार्यक्रम भइरहेको छ। अनि यसले कतिवटा बाला दियो, अनि कति उचाइ कति लम्बाइ यसको के भयो भनेर चाहिँ यसको हेर्ने काम भइरहेको छ। आज किराहरू के लाग्यो, झारपात के आयो भनेर आज चाहिँ यसको हेर्ने काम भइरहेको छ। अनि हामीले चाहिँ गाजहरू काटेर, गाज काट्यो भने कस्तो धान फल्छ, गाज काटेन भने कस्तो फल्छ भनेर पनि आज हेर्ने गऱ्यौँ। तर हामीले फाइनली यो रेडी भयो भने पनि हजुरहरूलाई म भिडियो देखाउने नै छु। आज चाहिँ हामीले एक काम गऱ्यौँ है। अनि त्योभन्दा ठुलो काम चाहिँ यता भइरहेको छ, किनभने आज हाम्रो इक्जाम पनि हो है। अनि हामी चाहिँ पास र फेल पनि भयो भने म चाहिँ अर्को भिडियोमा भन्ने छु। तर आज हाम्रो चाहिँ यो इक्जाममा भोट हाल्ने काम भइरहेको छ, क्वेसनको एन्सरको। अनि हामीले चाहिँ कामहरू सकेर खान थाल्यौँ खिर। हामीले चाहिँ प्रत्येक के अरे मिटिङमा हामीले खाजा खाने गर्थ्यौँ। आजको मिटिङमा चाहिँ खिर र अचार रहेको छ, एकदमै हेल्दी मिठो पनि। अनि हामी सबैजनाले मिलेर खान थाल्यौँ। अनि मेरो हातमा पनि आइसक्यो अचार र खिर। अनि म पनि बसेर खाँदैछु मिठो 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 मानेर। अनि हामी सबैजना मिलेर पनि काम गर्छौँ, अनि सबैजना मिलेर पनि खान्छौँ। कति मिठो छ भाइ के ल मिठो छ कि नै भन्नु त। मिठो छ यस्तो मिठो छ भन्नु एकदम मिठो। आजको दिन चाहिँ एकदमै रमाइलो भयो है साथीहरू। आजलाई यति नै। हजुरहरूले मलाई फलो गर्नु भएको छैन भने फलो गरिदिनु होला। अनि लाइक कमेन्ट सेयर पनि गर्न नबिर्सिनु होला। ओके बाई बाई।